यदि तपाईँको घर निरन्तर झगडा भइरहेको छ, बालबच्चाहरू एकदम रुन्छन् अनि मन अशान्त छ भने यो भिडियो हेर्नुहोस्। हो भने तपाईँको घरमा कुनै न कुनै नकारात्मक शक्ति सक्रिय छ, तर चिन्ता नलिनुहोस्। आज हामी तपाईँलाई देखाउने छौँ एउटा यस्तो वैज्ञानिक तरिका जसले तपाईँको घरमा कालो शक्तिको दानवलाई लात हानिदिन्छ। त्यो पनि एकदमै सस्तो, सजिलो र यति प्रभावशाली कि तपाईँ भन्न बाध्य हुनुहुनेछ, यो त साँच्चै काम गर्छ। हामी नेपालीलाई झारफुक, धुप धुवा र तान्त्रिक विधिहरूमा विश्वास गर्न त खुब मनपर्छ, तर आज म तपाईँलाई यस्तो उपाय बताउँदैछु जुन एक तान्त्रिकले होइन, एक वैज्ञानिकले प्रमाणित गरेको हो। त्यो उपाय हो घरको मूल ढोका अगाडि नुन राख्ने तरिका। तपाईँलाई सुनेर हाँसो लाग्न सक्छ। हजुर, सादा नुन हो। तपाईँले भान्सामा प्रयोग गर्नुहुने त्यो सेतो नुनको रासायनिक नाम हुन्छ NaCl, सोडियम क्लोराइड। यो एउटा यस्तो पदार्थ हो जसमा नकारात्मक ऊर्जा सोच्ने क्षमता अत्याधिक हुन्छ। वास्तुशास्त्रदेखि लिएर जापानिज क्लिनिकल साइकोलोजीसम्मका अनुसन्धानले प्रमाणित गरेका छन्। नुनले वातावरणमा भएको सकारात्मक कम्पनहरूलाई अवशोषित गर्छ, अर्थात् सोचेर राख्छ। यसले मानसिक तनाव कम गर्छ, निन्द्रामा सुधार ल्याउँछ, झगडा घटाउँछ र अज्ञात डरहरू हटाउँछ। अब तपाईँ सोचिरहनु भएको होला, ए बाबा, नुनले भूत भगाउँछ भने त सिधै साल्ट फ्याक्ट्री नै खोल्छु, नुनको फ्याक्ट्री नै खोल्छु भनेर हाँस्नुभयो होला। हो, खोल्नुहोस्, तर याद राख्नुहोस्, भूत भनेको सेतो कपडामा आउने गोजी खाली प्राणी मात्र होइन। कहिलेकाहीँ तपाईँको अफिसको बोस पनि त्यस्तै हुन्छ, तर त्यो भगाउन यो नुनले पुग्दैन। त्यसका लागि अर्को टोटका चाहिन्छ, त्यो अर्को एपिसोडमा। अब हेर्नुहोस् नुन राख्ने तरिका। सानो सिन्दुरको डब्बा वा सेतो प्लेट लिनुहोस्, त्यसमा एक मुठी जति सादा नुन राख्नुहोस्। त्यो नुनलाई घरको मुख्य ढोका बाहिर, ढोकाको छेउतिर, जहाँ कसैको नजर कम पर्छ त्यहाँ राख्नुहोस्। प्रत्येक 7 दिनमा त्यो नुन फेर्नुहोस्। पुरानो नुनलाई पानीमा बगाएर फाल्नुहोस्, डाइरेक्ट नछुनुहोस्। यदि तपाईँ अझ प्रभाव चाहनुहुन्छ भने त्यसमा कालो तिल र थोरै फिटकिरी पनि मिसाउनुहोस्। हजारौँले प्रयोग गरिसके, कसैको झगडाको अन्त्य भयो, कसैको बच्चा राति कराउन छोड्यो, कसैको श्रीमतीले अब मोबाइल हेर्न छोडिन्। ओहो, त्यो त सायद नुनको होइन, डरको असर हो। तर जे होस्, नुन राखेपछि तपाईँ आफै महसुस गर्नुहुनेछ, घरको ऊर्जा सफा छ, वातावरण शान्त छ र मन हलुका छ। तपाईँ नमान्न सक्नुहुन्छ, तर एकपटक प्रयोग गरेर हेर्नुहोस्, किनकि नुन मात्र स्वाद बढाउने होइन, आत्मा बचाउने औषधि पनि हो। भूतलाई भगाउने तरिका त कति होलान्, तर यस्तो वैज्ञानिक र हाँसो मिसिएको उपाय फत्त यहीँ पाउनुहुन्छ, रहस्य टाइममा। लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र सबैभन्दा जरुरी सब्सक्राइब गर्न नबिर्सिनु होला, किनकि अर्को एपिसोडमा हामी ल्याउनेछौँ कसरी आफ्नै छायाले तपाईँलाई धोका दिन सक्छ। हस्त नमस्कार।